सबैलाई हामी चाहन्छौँ भन्ने सोमा सबैलाई स्वागत छ है। आजको पोस्टर चाहिँ एकदम विशेष रहेको छ। आज हामी चाहन्छौँ सोमा हाम्रो एकदम अब व्यापार व्यवसाय हाम्रो चुनावले गर्दा पारेको असरबारे हामी कुराकानी गर्न गइरहेका छौँ र हाम्रो एकदम गेस्ट नै एकदम व्यापारसँग सम्बन्धित व्यक्ति हुनुहुन्छ। हाम्रो न्यू रोडमा एकदम कुकार पाराले होलसेल चलाइरहनु भएको शङ्कर पासा हाम्रो गेस्टमा आउनु भएको छ। दाइलाई स्वागत छ हाम्रो गेस्टमा। नमस्ते, म शङ्कर श्रेष्ठ। हाल अहिले म असनको आलु गोदाम भन्ने ठाउँमा अवस्थित टेउरा र असनको बिचमा पर्छ। यो जुन बिचमा अहिले मैले समृद्धि स्टोर नामक एउटा होलसेल पसल चलाइरहेको छु। तन्दा ब्ल्याङ्केटहरू अब यो हरेक कुराहरू ओड्ने ओछ्याउनेदेखिको हरेक कुराहरू पाउँछ। अनि आज चाहिँ मलाई यहाँनिर उहाँहरूले निमन्त्रण गर्नुभयो। उहाँलाई होस्टलाई नि धन्यवाद। उहाँले मलाई स्वागत गर्नुभयो, धन्यवाद उहाँलाई। अनि अहिले चल्दो बल्दो विषयमा व्यापारको बारेमा केही बोलिदिनु पर्यो हजुरले भनेर रिक्वेस्ट गरेको हुनाले मलाई पनि हुन्छ नि त यो कुरामा। अहिले व्यापारीलाई मार पर्न गएको चाहिँ यो चुनावी माहौलले कति के भएको छ भन्ने कुरामा उहाँले भन्नुभयो, उहाँलाई धन्यवाद। अहिले यो चुनावले नेपालमा ग्रामीण भेगमा त व्यापकै अब चहलपहल होला, तर यो सहरहरूमा चाहिँ अहिले हरेक मान्छेहरू गाउँघरमा गएको हुनाले चहलपहल चाहिँ अलिक कमै भएकोले व्यापार अलिक कमै छ। किनकि ग्रामीण भेगमा त हुनै नै भयो खुद्राहरू त, तर होलसेल चाहिँ अलिक कमै छ। अब यो हामीले व्यापारलाई अहिले यो अवस्थालाई कसरी सुधार गर्न सकिन्छ त यो पनि भनिदिन पाए एकदम सहज हुन्थ्यो। यो अहिलेको व्यापारलाई चाहिँ अहिले यो चुनावको नतिजा नआएसम्म अहिले सबै चुनावी माहौलमा एकीकृत भएका छन्। कोही के भनेका छन्, कोही के भनेका छन्, आफ्नो पङ्क्तिहरू लिएर हिँडेको हुनाले सबै त्यही लगानी, त्यही नै खर्च, त्यही नै गरेका छन्। अब जति पनि कमाए त्यही नै खर्च गरिरहेका छन्। अहिले अरू हाम्रो लाउने खानेमा भन्दा पनि अहिले चाहिँ कसले कसलाई जिताउने र कसले कसरी हराउने त्यही नै रणनीति अपनाएको हुनाले अब त्यसरी गएको छ देशै। विश्व भूगोलै एकदम अब हरेक कुराहरू माहौल बिग्रेको हुनाले अब नेपालमा पनि त्योले त हावाले छुइ नै हाल्छ। त्यही कारणले नै अलिकति व्यापार डामाडोल भएको हो कि भन्ने महसुस चाहिँ भएको छ। तपाईँको विचार एकदम सही लाग्यो। अब तपाईँलाई सरकारले, अब आउने सरकारले चाहिँ व्यापार तथा व्यापारीको लागि के गरिदियोस् जस्तो लाग्छ त? तपाईँलाई के आशा छ त अब आउने सरकारबाट? अब आउने सरकारबाट खासै ठुलो अपेक्षा चाहिँ हामीले लिएको छैनौँ। हामीलाई त शान्ति सुव्यवस्था र एउटा कसैले गरेर खान्छ भनेदेखि त्यसलाई चाहिँ हामीले टेवा दिने। जस्तै कसैले चन्दा माग्न नआओस्, कसैले चाहिँ हामीलाई धम्की नधम्क्याओस्, कसैले चाहिँ हामीलाई नतर्साओस्। स्वतः रूपले कर तिर्न सकियोस्, स्वतः स्फूर्त रूपले आफ्नो व्यवसायलाई चाहिँ अगाडि बढाउन सकियोस्। हाम्रो नेपालमा चाहिँ के छ भने अलिकति अगाडि कोही गयो भनेदेखि त्यसको चाहिँ हामीले धम्क्याएर हुन्छ। कुनै चाहिँ अब चन्दा आतङ्कबाट चाहिँ हामी प्रभावित छौँ। विभिन्न पार्टीहरूले चाहिँ हामीलाई अलिकति सताउने नै रहेछ। यो माहौलमा हामीले नै यहाँ व्यापारीको भइसकेपछि भोग्यो। जसरी बाहिर देखिन्छ त्यो भित्र त्यो हुँदो रहेछ खेल। अहिले अलिकति आएर बुझ्दाखेरि होइन, अनि त्यस्तो चाहिँ नहोस्। अब हामीले आफ्नो स्वतन्त्र स्फूर्त रूपले काम गर्न सकौँ भन्ने चाहिँ मान्यता छ। अनि तपाईँलाई अब के हामी यो नेपालमा चाहिँ व्यापारीहरू होइन छोटो समयको लागि आउने अनि फेरि अब त्यसरी जसरी आएको छ त्यसरी नै बिलाउने एकदम प्रविधि चलिरहेको छ होइन, एकदम टिक्न नसकेको अवस्था छ। यो चाहिँ के को कारणले भएको होला? आफ्नो विचार यसो राख्न सक्नुहुन्छ? त्यो चाहिँ एउटा चाहिँ अनुभवको कारण पनि हो। मान्छेहरूसँग पैसा हुन्छ, अनुभव हुँदैन, अनुभव हुन्छ, पैसा हुँदैन। अनि यो यसको तालमेल नमिल्दाखेरिको कारण हो। अनि अनुभव कोहीलाई बेसी भइदिन्छ, पैसा हुँदैन। त्यो भएपछि कस्तो हुन्छ नि, अनुभव, पैसा, हरेक कुरा, माहौल, सबै कुरा हरेक कुराले समेटिनु पर्छ त्यसमा। अनि जस्तो राजनीति हो त्यस्तै व्यापार हो। हरेक कुरा चिन्जान बेसी हुनुपर्छ यसमा। अनि आफ्नो धैर्यता हुनु पर्यो, बोल्ने शैली हुनु पर्यो। अनि त्यसको चाहिँ अब गुणहरू हुन्छ कि व्यापारिक गुण भनेको चाहिँ एकदम मिठो बोल्नु पर्यो।
सप्लाई नलाने मान्छेलाई नि लैजाउँ। हिमालमा गएर चाहिँ हामीले फ्रिज बेच्न सक्ने एउटा क्षमता राख्ने जसले राख्न सक्छ त्यो बजारमा टिक्छ। जब त्यो हिमालमा गएर उसले फ्रिजै बेच्न सक्दैन त ऊ कसरी टिक्छ? त्यो एउटा शैली चाहिँ हुनुपर्छ, त्यो शैली हुनुपर्छ। त्यो त हो, एकदम तपाईँसँग एकदम राम्रो कुरा गर्नुभयो है। हित ज्ञान अनुभव चाहिन्छ। भएर पनि नेपालमा कतिपय व्यापारीहरू या भनौँ उद्यम गर्न खोज्ने मान्छेहरूले काम गर्न सकिरहेको छैनन् होइन। अब जस्तै भनौँ न सब थोक छ, पैसा पनि छ, तर पनि उनीहरू सफल हुन सकिरहेको छैन। किन होला त दाइ? अलिकति यसबारे भनिदिन पायो भने। मैले अघि नै पनि त्यही कुरालाई अलिकति भने। अनि एउटा कुरो चाहिँ के हुन्छ नि, हाम्रो वातावरण पनि हुनुपर्छ। पहिलो कुरो चाहिँ अब सरकारबाट चाहिँ हामीले लोन लिन्छौँ तर चर्को ब्याजमा लिन्छौँ कि। अनि त्यहाँनिर उसले ब्याज, अहिले व्यापारको कम्पिटिसन आफ्नो ठाउँमा छ। ल्याएको मूल्यभन्दा पनि घटाएर दिन्छ र अर्को ठाउँमा लगानी गरेर उसले अर्को ठाउँमा नाफा कमाएको हुन्छ। त्यही देखासेखी गरेर अर्कोले चाहिँ यसमा नाफा हुँदो रहेछ भनेर लगानी गर्छ तर घाटा भइदिन्छ। त्यो एउटा अनुभव पनि भएन। अनुभव भएको ठाउँमा लगानी नगर्ने पहिलो कुरो। दोस्रो कुरो चाहिँ अलिकति के हुन्छ नि, त्यसमा दखल राख्नुपर्छ। मैले यो ठाउँबाट यतिमा ल्याएर यतिमा बेच्न सक्छु, यो ठाउँमा मेरो ग्राहक छ, यो ठाउँबाट चाहिँ मैले ल्याएर यस्तो यो सामानलाई चाहिँ म बिकाउन सक्छु भन्ने अनुभव अलिकति हुनुपर्छ पहिलो कुरो। अनि दोस्रो कुरो हो। अनि तेस्रो कुरो चाहिँ भनेको अलि त्यो भूगोलले पनि अलिकति साथ दिनुपर्छ। त्यो व्यापारिक माहौलमा गएर चाहिँ जम्नलाई चाहिँ व्यापारको माहौल भएको ठाउँमा चाहिँ हात हाल्नुपर्छ। जस्तै एउटा सटर पनि दाहिने र देब्रे फर्किएकोमा पनि धेरै फरक पर्छ। अनि त्यो चाहिँ अब कोहीको फोनको व्यापार हुन्छ, एकै कलमा मान्छेले हजारौं लाखौं कमाइरहेका हुन्छन्। कोहीले चाहिँ सटरमा गरे हुन्छ, सटरको कारणले हुन्छ। कोही चाहिँ अब लगानीको कारणले हुन्छ, लगानी ठुलो गर्न खोज्दाखेरि सानो, कोहीले सानो लगानीले थाप्दैन, कोहीले ठुलो लगानीले थाप्दैन, त्यो पनि हुन्छ। हामी चाहिँ अनि अब हामीले देखिरहेको होइन, नेपालमा तपाईँको प्रायः सबै विदेशी सामानहरू आउँछन् है। अब हामी नेपालमा नि त धेरै सामानहरू बन्छन्, लोकल सामानहरू छन्। ती सामानहरूले ठाउँ किन नपाएको होला है? हाम्रो गाउँमा बनेका सामानहरू किन सहर आउन नसकेको होला? विशेष यो प्रश्न चाहिँ मलाई गर्दै हुन्थ्यो जस्तो लागेको थियो। धन्यवाद। यो प्रश्न चाहिँ मलाई मनैदेखिको कौतूहलता थियो कि यो विदेशी सामानले ठाउँ पाउँछ तर नेपाली सामानले किन ठाउँ पाउँदैन, पाइहाल्यो भने पनि किन कम्पिटिसनमा जान सक्दैन? यो चाहिँ गहन विषय हो। यो हाम्रो देशमा हामी नेपालीले बुझ्नै पर्ने कुरा हो। हाम्रो एक त हाम्रो ब्रान्डिङै अलि पहिला हुन्थ्यो। पहिला राजाको पालामा हरेक कुराको ब्रान्डिङ हुन्थ्यो। अहिले पछिल्लो अवस्थामा लापरवाहिता, जुन लापरवाहिताले अलिकति हाम्रो भइ त हाल्छ भन्ने चलन भयो कि। सानो कुरालाई नि, कमजोरीलाई नि आफ्नो कमजोरी अपनाउन नआउने कि, आफूले गरेको कामलाई कहिले पनि नहेर्ने, गल्तीलाई नहेर्ने, गल्ती नस्वीकार्ने, अर्कालाई गल्ती थम्याउने, आफ्नो गल्ती नस्वीकार्ने। सानो यति अक्षरको एउटा केही पोइन्ट भेट्यो भने पनि त्यो गल्तीलाई चाहिँ नराम्रो चाहिँ फालिदिने र राम्रो कुरालाई भित्राउने, त्यो एउटा ब्रान्डिङ हुनैपर्छ, संस्कार हुनैपर्छ। र अनि सानो कुरालाई हामीले पोइन्ट गरेर कुन ठाउँमा के सामान बिक्छ, कुन अवस्था हो, कत्रो भोलममा गरेका छौँ र कति क्षेत्रफललाई ओगटेका छौँ। र अनि त्यो चाहिँ सरकारले पनि अलिकति हेर्नुपर्छ त्यसको लागि चाहिँ। अनि त्यसको भिजन, मिसन, टार्गेट कति छ, के छ, कत्रो लगानी छ, त्यो अनुसारको उसले ब्रान्डिङ गर्न सक्यो भने ब्रान्डिङमा एकदम व्यापक गर्न सक्यो भने हुन्छ। अब हाम्रो नेपालमा अलिक ब्रान्डिङ कम हुन्छ। विदेशतिर सानै कुरालाई पनि ठुलो ब्रान्डिङ हुन्छ। भित्र जेसुकै होस् तर बाहिर सफा होस्, बाहिर राम्रो होस्, क्वालिटी देखाओस्। अनि भित्रको चिज पनि वाउ भन्ने भइसकेपछि त मान्छेले आफैले खोज्छन् के, हामी बेच्नै जानु पर्दैन, अर्डर आफै आइ गर्छ। तर हाम्रो चाहिँ के छ भने हामी पहिला चाहिँ अर्कालाई विज्ञापन ठुलो गर्छौँ, ब्रान्डिङ कम गर्छौँ कि। अनि त्यसको कारणले गर्दा हामीले भोलममा सामान उत्पादन गर्दैनौँ, भोलममा हाम्रो सामान बजारमा पुग्न सक्दैन, खोजिहाल्यो भने पनि समयमा नपुग्ने, त्यो विभिन्न कारण छ। त्यही कारणले पनि अलिकति हाम्रो ब्रान्डिङकै कमी भएको हो कि जस्तो महसुस लाग्छ है मैले देख्दाखेरि। अनि हरेक कुरामा हामीले ब्रान्डिङ गर्नुपर्छ जस्तो लाग्छ। ल, दाइसँग भेटेर एकदम राम्रो कुराहरू जान्न पाइयो है, व्यापारको बारेमा धेरै कुराहरू सिक्न पाइयो। आगामी दिनको लागि दाइलाई एकदम शुभकामना छ। आजलाई यति भन्दै म बिदा लिन चाहन्छु। हजुर आइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। धन्यवाद। हस्, नमस्ते।